सम्पूर्णजनालाई स्वागत छ मेरो नयाँ जापानिज भाषाको सेसनमा मिन्नानो निहोङ्गो लेसन 26 बुन्पो सेन्सेई श्रीधर पुरी। लामो समयपछि प्रतीक्षा गरेर बस्नुभएका साथीहरूलाई मैले 26 लेसनको ग्रामर आजबाट सुरु गरेको छु। साथीहरू, दाइ निजिरोका अथवा लेसन 26 मा हामीले के कुरा सिक्छौँ? We will be able to talk about following grammar in this chapter. हामीले के गर्नेछौँ भन्दा explain reason दिएर नि त देश एउटा हो will you please do the favor भनेको भक्ति इतादाकिमा सेनका हो भौ तारा यी देश हो डब्ल्युएच क्वेसन हो यी देशका भन्न चाहिँ भौलाई सिक्छ तारा यी देशका भन्न चाहिँ त्यसपछि रिप्लेसिङ पार्टिकल गा विथ टपिक पार्टिकल वासँग हामीले चाहिँ के भन्छौँ यसमा चाहिँ गरेछौँ। ल फर्स्टमा मैले तपाईँलाई दिएको छु देशका खाकुनिन सिरु तकि चुखाइमा छ नि त कुनै पनि चिजलाई तपाईँले के गर्न सक्नुहुन्छ भनेपछि यहाँनिर है देशका यो पार्ट हो नि त देशकालाई चाहिँ खाकुनिन त गर्नु तकि हामीले चाहिँ के गर्छौँ यसलाई चाहिँ हामी प्रयोग गर्छौँ। यसको फर्मुला के छ फुचुके भनेर बुझ्नुहुन्छ। हामीले च्याप्टर 20 मा पढाएको थियौँ नि त फुचुके भन्ने हो नि त फुचुके हामीले पढेको थियौँ। फुचुके प्लस ना के होस् एक्जेक्टिभ प्लस नाउन है नाउनमा के गरिन्छ भन्दा दालाई हटाइन्छ। यो कति बेला प्रयोग गर्ने भन्दा खाकुनिन सुरु तपाईँले केही चिजहरू कसैबाट सोध्नुभयो र त्यो चिजलाई चाहिँ यदि हामीले चाहिँ त्यो चिजलाई बुझ्न चाहिँ प्रयोग गर्छौँ भने यसको हामीले के गर्छौँ प्रयोग गर्छौँ है। जस्तै नानीका मितारी यो भनेको के हो मितारी है अनि कितारीको त हो खाकुनिन सुरु तो कि चुखाई मास नानीका भनेको सिचुएसन गा आरिमास कुनै कुरा देख्दा वा सुन्दा यसको पुष्टि गर्न प्रयोग गरिन्छ। एक स्थिति हुन्छ जस्तै के अरे युज्ड व्हेन वी वान्ट टु कन्फर्म समथिङ यु स हर भनेको कुनै चिजको चाहिँ तपाईँले के सुन्नुभयो र त्यसको चाहिँ केही कुरा बुझ्नु भने यसको चाहिँ के गरिन्छ प्रयोग गरिन्छ। इक्जाम्पल हेरौँ है त हो सिगोतोगा ताइहेन देशका है के भन्छ सिगोतोगा यो भने सिगोत है सिगोतोगा ताइहेन देशका भन्नु के तपाईँ चाहिँ काम एकदमै अप्ठ्यारो छ भनेर भन्छ हो। यी तेन्की जानाइन देशका भन्नु यी तेन्की जानाइन देशका भन्नु त राम्रो चाहिँ के छैन तेन्की राम्रो छैन है भनेर भन्छ हो। त्यसपछि ईशानी मिसेते मुरातान देशका भन्नु त फुचुकेमा आउने के नि आदि नर हो। अनि आसिता वा यास्मी दातान देशका हो किनोवा यास्मी दातान देशका किनोवा यास्मी दातान के तपाईँले हिजो चाहिँ छुट्टी लिनुभयो भनेर चाहिँ के छ यसमा चाहिँ फुचुके गर्ने हो। जस्तै फुचुकेले हामीले गराउँदा के गर्छौँ भन्दा हामीले के गर्छौँ देशलाई दा गराउँछौँ देशितालाई दात्ता गराउँछौँ चार मिसलाई जानाइ गराउँछौँ इकेसी यसलाई चाहिँ के गर्छौँ हटाएर गर्छौँ। ती हामीले इकेसी च्याप्टर 20 मा पढिसकेका छौँ। 20 मा गएर के गर्ने इकेसी है यहाँ चाहिँ के भन्दा 20 च्याप्टरमा गएर के हेर्ने है। त्यसपछि अब हेर्नुहोस् त देशका सिचिमै सुरु त के कसैलाई तपाईँले के हेर्ने त जस्तै देशका सिचिमै सुरु त के आस्क फर एन एक्सप्लेनेसन कसैले के सोध्नु भयो अब चाहिँ देशका नो देशका इज कम्प्लिटली युज व्हेन जापानिज यु वान्ट टु आस्क एन एक्सप्लेनेसन अर क्लियरिफिकेसन एबाउट समथिङ भनेको तपाईँले केही वस्तुको जापानिजहरूसँग के गर्नु के अरे खोज्नुभयो भन्दा तपाईँले त्यसलाई चाहिँ एउटा के एक्सप्लेनेसन खोज्न सक्नुभयो अथवा क्लियरिफिकेसन खोज्नुभयो केही कुराको क्लियरिफिकेसन हो। इट इज युज इन अ वे द्याट सिक टु अन्डरस्ट्यान्ड द रिजन अर पर्पोज बिहाइन्ड समथिङ हो। तपाईँले केही पर्पोजको लागि हेर्नुभयो जस्तै नानीका हो मितारी नानीका हो कितारी सिते इरोइन किताई देश इरोइन किताई देश ओसेतेको दासाई देशका ओचुकै भनेको तपाईँले केही कुरा चाहिँ सोध्नुभयो सुन्नुभयो अथवा त्यसलाई के खाकुनिन गर्न खोज्नुहुन्छ भने त्यसको चाहिँ त्यस्तो अवस्थामा के छ जस्तै दोसिते नाइतेरुन देशका किन तपाईँ चाहिँ रोइराख्नु भएको छैन दोसिते नाइतेरुन देशका भनेर भन्छ हो। त्यसपछि जिचुवा आसिता खाइगेका आरुन देशका
यो के हो जिचुवा भने है आसिता खाइकी आरुन देशका भन्नु कि भोलि चाहिँ उ छ त भन्नुहुन्छ दोकोनी इकुन देशका भनेर त्यसको परमेश्वर मैले अघि बताइसकेँ तपाईँलाई दोकोनी इकुन देशका दोकोनी इकिमासिताका दोयात इकिमासिताका बनाउने तपाईँले कसरी भन्दा दोकोनी इतान देशका दोयाते इतान देशका नानी हो ताबेतान देशका नानी हो खाइताइन देशका इकुरा दात्तान देशका नानी हो बेनकेसिते एरुन देशका नानी हो बेनकेसिते एरुन देशका भनेर चाहिँ यसको हामीले प्रयोग गर्छौँ त्यसपछि अन्त दोसिते फुचुके त फुचुकेमा चाहिँ हामीले नन्देशका भनेको यसमा चाहिँ के भन्छ जस्तै कुनै कारण सुधारी हो रियुकीको तकि हो किको ओसिरो थियो कारण सोद्धा वा यसको उत्तर दिँदा यसको प्रयोग गरिन्छ जस्तै दोसिते खाइस यासुमुन देशका भनेको तिमी किन कामबाट बिदा लिँदैछौ भनेको दोसिते रेउको नि इकिमासेनका हो दोसिते सिन्वोनो योमिमासेनका हो त दोसिते आशा गहानो ताबेमासेनका छ नि क्वेसन गर्ने रियुसन हो दोसिते भनेको दोसिते निहोङ्गो बेनको सिते इमासका निहुने इक्ताइन देशकारा निहोङ्गो भन्छ जस्तै दोसिते आसिता यासुमी ज्याना खातान देशका भन्ने सोध्न सकिन्छ त्यसलाई चाहिँ यसरी भन्यो हो अर्को हेर्नु त अब 2 नम्बरमा हामीले के सिक्छौँ भन्दा भव तारा यी देशका हो जस्तै ओनाका सुइताइ दोकोदे ताबे तारा यी देशका जस्तै ताफम भनेको तपाईँको भव ताफम भनेको पास्ट पोजिटिभ फर्ममा ताफम भन्छ है ओ एक्रे ओमियागे ओ खाइताइन देशगा नानी हो खातारा यी देशका नानी हो खातारा यी देशका पासुपोतो नाकुसिमासिता दोसितारा यी देशका अथवा यहाँ भन्न सक्ने भयौँ वातासिवा केइताइ देनो औ नाकुसिमासिता दोसितारा यी देशका वातासिवा ओसाका एकी नो मिचिओ वासुरिमासिता गा दो देशका यी देशका वातासिवा निहोङ्गो नो होनो खाइताइन देशका दोसितारा यी देशका भनेर चाहिँ यसमा बनाउन सक्ने भयो अर्को हेर्नुहोस् नाउन प्लस अब्जेक्ट सुकी किराय त अब्जेक्टमा के लाउने भन्छ नाउन अब्जेक्ट छ नि वा सुकी देश किराय देश हो खानोजियो नि कुदा मनो हो आगेता होगा यी देश कुदा मनो वा सुकी जानाइ तो मैमास भनेको हामीले चाहिँ यसमा के गर्ने भन्दा यो नाउनलाई अब्जेक्ट छ नि यसलाई सुकी किराय भन्ने चिजलाई के गर्ने भन्दा चेन्ज गरेर चाहिँ केमा लैजाने भन्दाखेरि वा पार्टिकलमा लाने है नाउन प्लस वा पार्टिकल अब यता यसमा हेर्नुहोस् लास्टमा भव तेफम प्लस इतादाकी मासनका यसको मिनिङ के त भन्दा कृपया के गर्न सक्नुहुन्छ कुल्डी प्लिज तपाईँले इतादाकी मासनका तेफम प्लस इतादाकी मासनका हामीले चाहिँ के प्रयोग गर्छौँ भन्दा यसको तेफम कसैलाई केही रिक्वेस्ट गर्दाखेरि तपाईँले केही गर्दा केही गर्न सक्नुहुन्छ केही रिक्वेस्ट गर्दाखेरि अथवा चाहिँ आफूभन्दा ठुलोलाई इतादाकी मासनका प्रयोग गरेर गर्नुभयो भने एकदमै सजिलो हुन्छ जस्तै तेफम प्लस इतादाकी मासनका जस्तै तेचुदात्ते कुदासाई हो तेचुदात्ते कुदासाई भन्नुभन्दा होइन तिचुदात्ते इतादाकी मासनका नो होगा त्यही नै देश भनेको यो के भयो भने एकदमै पोलाइट भयो एकदम तपाईँले जापानिजलाई पोलाइटमा चाहिँ सुमिमासेन वातासिवा मिचियो मामत मा के कोमातेमास मिचिनो इकी खाताओ ओसिएते इतादाकी मासेनका हो आफूभन्दा माथिल्लो दर्जाको व्यक्ति वा राम्ररी नचिनेको व्यक्तिलाई सोद्धा ती सित्तेका प्रयोग गर्नुपर्छ तातेबा हो एकिनी इकिताइन देशका इकी हो ओसिएते इतादाकी मासेनका म स्टेसनमा जान चाहन्छु त्यहाँ कसरी पुग्ने भनेर बताउन सक्नुहुन्छ यारी हो वाकारी नाइन देशगा
ओसियत इतादाकिमासेन का मलाई यो गर्ने तरिका थाहा छैन सिकाउनुहुन्छ खान्छु नि योमी खाता हो वाकारा नाइन देशगा ओसियत इतादाकिमासेन का हो अथवा तपाईँले भन्न सक्नुहुन्छ वाताशिवा कोनो खान्छु नि योमी खाता हो वाकारा नाइन देशगा ओसियत इतादाकिमासेन का वाताशिवा ओहासी देता ताबे नाइन देशका ओसियत दे इतादाकिमासेन का भन्छ चाहिँ यसको प्रयोग गर्न सक्नुहुन्छ